पनि मलाई मेरो देशको माया छ यो छाती भरि मुरीका मुरी अच्छा सँगै गाउन सकिँदैन जुन यस्तो छ हेर्नुहोस् दुर्गति अहिले भएको छ पहिले यस्तो गीत हुन्थ्यो भावनात्मक गीत हुन्थ्यो राष्ट्रियता बोकेको गीत हुन्थ्यो आजभन्दा गीत हिपहप ऱ्याप भिटेनतिर गयो समाज अनि गीत कस्तो हुन्छ कि म छैन कि त छैन कि म छैन कि त छैन साथै तैँले मलाई चिनेको छैनस् सिंहलाई म तेरो दाँत छाडिदिन्छु एक क्षणमा अनुहार बच्चा पारिदिन्छु अनि यस्तो गीतमा रियाक्सन हेर्नुहोस् त कसैबाट असली गीतले ताली गाउन छोड डान्स हुन्छ उता कता फेरि यो 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 यस्तै डान्स गर्ने रह्यो भने कोदालो लिएर खेतमा गरिदिनु नि कति फल्दो अन्डर तरकारी हेर बजारमा आयात गर्नुपर्छ भन्छन् आलु उतैको बन्दा उतैको काउली उतैको भन्टा उतैको प्याज उतैको लसुन उतैको तेल उतैको नुन उतैको कटर उतैको मटर उतैको जेमा पनि मिल्ने टमाटर उतैको हाम्रो आफ्नो त केवल स्वादे जिब्रो मात्रै बाँकी रह्यो त्यसमा पनि पटक पटक उतैको चित्त दुःख होइन ताली बजाए पनि बिग्रिँदैन त्यो जो मान्छेले त्यस्तो गरा हो त्यसले ताली नबजाएको हामीलाई थाहा छ इमान्दार राष्ट्रभक्त मान्छेले बजाउँछ इमान्दार समयपछि हेर्नुहोस् पहिले नारायण बाजुको पालामा गीतले भाव बोल्थ्यो क्या गीतले हामीलाई अति उपदेश दिन्थ्यो आँखा चोपी नरौ भनी भन्नु पर्या छ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्या छ राम्रो नजान्नेले ताली त बजाए हुन्छ नि त गाउने कसो भन्ने पनि छैन पहिले यस्तो हुन्छ आजभरि यसो गीत सुन्नु कन्फ्युजन गीत सुनिरहेको छु कि एकदम दिन लागिरहेको जस्तो लाग्छ यत्रो फुटेर यसरी सोध्छ कचारी 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 कसरी कसरी त्यत्रै अर्को फुच्चेले देखेर भाँडा मसाएर यसरी 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 गीत सुन क्वेसन नै क्वेसन हुन्छ जेम सर हामीलाई ल्याइ नि चेक काट्नेको थाहा हुँदैन गीतले सोधिरहेको हुन्छ कसले देला धन मलाई कसले देला धन मलाई कसले देला थाहा छैन त्यसलाई कसले देला के थाहा क्वेसन नै क्वेसन गीतहरू यस्तो हेरो बिर्को भलाको चिनीमा कसरी पस्यो कमिलो डाँडाबारीको सुन्तला गुलियो छ कि अमिलो बिर्को नलाको चिनीमा कसरी पस्यो कमिलो देखाएर छिउँदै कति टाढो बेला त कमिलो क्या देखाइ बेला कहिले छिँदैन कसैले कमिलो छिँदै गरेर देख्नु भएको पनि भन्नुहुन्छ नि डाँडाबारीको यो चाहिँ सजिलो छ त्यो सुन्तला चाहिँ हरियो छ भने अमिलो पहेँलो छ भने गुलियो एउटा मिलाएको छ अहिलेसम्म हुँदा गीतमा क्वेसनको श्रेणी हुन्छ कहाँ गयो जुरेली ताली पनि मैले बजाउनु पर्छ कहाँ गयो जुरेली किन गीत गाउँदैन तिम्रो कति माया त लालु भई किन होला कसैको लाउँदैन कतिवटा प्रश्न हेर्नुहोस् प्रश्नै प्रश्न हुँदा गीतले विज्ञानलाई सबै चुनौती हानिसक्यो जाई फुल्यो जुई फुल्यो फुल्यो किन फुलेन हामीले विज्ञानमा पढ्नु छ पुरै घरका तानेर फुल फुल्ने बिरुवाहरू नफुल्ने बिरुवाहरू डेभलपमेन्टेसन हुन्छ यसको के हुन्छ यतातिर गएपछि यसको यतातिर दुई दली हुन्छ ततिर गएपछि यो आफै उठ्छ यताबाट निस्किन्छ तर किन फुलेन जान्छ आजको दिनमा टिका सिधा बताउनु अब हामीले सोध्ने त प्राज्ञालाई हो प्राज्ञा भयो बुद्धि धेरै भएको मान्छे हो थाहा छ भने भन्नु ए छैन एउटा गीतको एन्सर दिन नसक्ने तपाईँ कस्तो प्राज्ञा भनेर कसैले नसक्नुहोस् हस्
अब आजभन्दा गीत पनि क्वेसन छ। अब यहाँ भित्रदेखि अर्को एउटा खिचडी पाक्दैछ, त्यो खिचडीमा दाउरा हाले मैले चाहिँ। खास मेरो काम आज छोटो छ, किनभने मुना मदनको नाटक हेर्नुपर्ने छ, खास कारण छ। अब मन्त्रीज्यू अगाडि हुनुहुन्छ। नमस्कार मन्त्रीज्यू। हाम्रै लाइनको मन्त्री आउनु भएको छ, यतिकै रित्तो हात पठाउनु त मिल्दैन। धर्म अनुसारको कुरा हुन्छ। हजुर मन्दिरमा जानु भने पुजारीले टिको लाएर यसो पर्दा प्रसाद दिन्छ, कमेडियनको अगाडि आइपुग्नु अब के देला। हामी त सुदामा हजुर जे छ त्यही दिन्छौँ। सुदामासँग त एटलिस्ट कनिका थियो, हामीसँग त्यो पनि छैन। हामीले दिने भनेको त्यही एउटा व्यङ्ग्य त हो। अब हामीले कति ताली पड्काउनु भएको छ, तालीको लय मिलिरहेको छैन, किनभने पार्टी मिलेको छैन क्या। अब हामी चाहिँ त्यो ताली बजाउने लय समेत नमिलाएर झगडा गरिरहेको माथिपट्टिको कुरा भिन्नै हुन्छ। हेर्नुहोस्, कुनै समय प्रचण्डले देउवालाई गोली ठोके, देउवाले प्रचण्डको टाउको मोल ठोके, ओलीले दुईटैको विरुद्धमा खोक्नुसम्म ठोके। अहिले हेर्नुहोस् त तिनले कालै कालो बोके। अहिले जसलाई जेल पठाएका छन् फर्काएर तिनलाई मन्त्री बनाउन सक्छन्। अहिले जसले जेलमा बसेर जुठो पारेका छन् तिनले ल्याएर बा भनेर गोडा मोल्न सक्छन्। राजनीतिमा नेताको स्थायी शत्रु र स्थायी मित्र हुँदैन। चित्त नबुझ्दा भुइँमा पछाड्छन्, चित्त बुझ्दा काँधमा उठाउँछन्। स्थायी शत्रु त भेडाहरूको हुन्छ, दिनदिनै डुबेर सिङ फुटाल्छन्। मतलब मैले जनतालाई भेडा भनेको छैन, चुप्नेहरूलाई मात्रै भनेको। त्यसमा आफै पर्न गएमा संयोग मात्र हुनेछ। नेताहरू के हुन्छ भने अपोजिसनमा हुँदा आन्दोलनमा बोलाउँछन्, सत्तामा हुँदा खाडी पठाउँछन्। रगत बगे पनि फाइदा हुँदैन, पसिना बगे पनि फाइदा हुँदैन।